दुईतिरै पर्छ यार पर्दाखेरि यार के आज त पारेछ त केटाहरूले यार सानो माछा छ क्या ल रेडी भइसक्यो है म चाहिँ रिजनको स्कोर 4 हाम्रो मिताको स्कोर 1 मात्रै भएको छ हैन ए सरी 2 भने 4 2 6 वटा माछा पारिसकेको छौँ हाम्रो माछा मार्ने क्रम जारी छ परो मिता मिता यसो गरौँ न फेरि एकचोटि ए भन्नु न यहाँहरू ल आइज खै खैन यार मिता के हो परो त यार हाल्ने बित्तिकै परो यार ल नाइस मेरो निकाल्न मेरो हात गिलो भने फेरि उ हुन्छ निकाल्न मलाई आउँदैन क्या म सिक्दैछु क्या मेरो हात उ भयो भने गिलो भयो भने चारो फेरि बिग्रिन्छ क्या मलाई आउँदैन नि त निकाल्न खतरा मारिसकेको छ एउटा पोखरीमा चाहिँ पछि माछा हालेपछि पाइँदैन यहाँ मार्न अहिले चाहिँ पाइरहेको अवस्था हो के हो माछाको मेरो हातबाट धेरै अन्टेस्टी होला जस्तो छ पुरा बोरा चाहिएला जस्तो छ आज बोरै लिएर आउनुपर्छ जस्तो छ बोरा त यही छ त साथीहरू एकाएक हराउँदैछ भन्नालाई माछा ग्रुपले तल हाम्रो साथीहरू हराएको रिजन भाइ यता हेर्न तेरो माछा मार्ने देखाइदिन कत्रो छ यता देखा न यता रिजनले त्यहाँ पार भन्छ हेर्छु है त ल म ल पर्यो यार होइन आज त के हो यार बेगलाई आज काम राम्रो भयो क्या यसले निकाल्ने म पनि लान्छु यस्तो छ अब चाहिँ घरमा माछा पुग्छ जस्तो छ मैले 4 के 5 के भइसक्यो माछा मार्न आएको अहिलेसम्म माछा घर लगेर गएको छैन होइन खाएको यो अब चाहिँ आउनु थाल्यो क्या ठुल्ठुलो होइन भाइ देखा तेरो खै राम्रो छ एकछिन है ए हाम्रो नानीहरु त देखा भाइ तान्ने भन्ने खोजिरहेको छ यता हेर्न कुरा के भने चारो बेगर पनि माछा पर्दो रहेछ पार्ने मान्छे चाहिँ यता छ चारो बेगर यो चाहिँ अयो रिजन अनि हाम्रो फेरि रेडी हुँदैछ अर्को रेडी हुँदैछ ल निकाल्नु न सुवर्ण चाहिँ मा कि लाइभमा चाहिँ कि भिडियो अनि युट्युबको लागि हो यो चाहिँ स्पेसल थ्याङ्क्स टु एके सुजन लोकताम लिम्बू चारो बेगर अहिलेसम्मको हिस्ट्रीमा केटाहरूले चाहिँ पारेको थिएन होला है चारो बेगरको चाहिँ के हो माछा जालमा पर्छ भने त्यही हो बल्ल पऱ्यो निर्मय माकुरी जालेमा चिकन हेरिबस्छ निकाल्न हो यो है बोल्ने चाहिँ ऊ माछा खाँदैन त्यही भएर चिकन मात्रै खान्छ दामी फुट अनि अर्को को स्कोर 3 फेरि अर्को परिसकेको छ यहाँ माछा हो यार
ल ठिक छ अहिलेसम्म हाम्रो 7वटा ती माछा परिसकेको छ ठुलो ट्राई गर आना ओए हानिसकेको थियो यार आना ऊपर ला यिनीहरूले अड्कायो यार त कति सानो पर्यो यार एकछिन होइन उल्टो हो सुरुमा 5 यता गर्नु माछालाई पोखरी यहाँ अड्क्यो क्या पहे निक्ल्यो अब त्यो पछाडिपट्टि जङ्गलको पट्टि हात उभो पर्न सफल बल्छिने मात्र त खाँदैन